हेलो नमस्ते म न्युमरोलोजिस्ट कृष्ण नेउपाने के छ सबैजना सन्चै हुनुहुन्छ सन्चै हुनु पर्यो आज म तपाईँलाई एकदमै इम्पोर्टेन्ट कुराहरू भन्न गएको छु जस्तो हाम्रो जीवनमा नम्बरहरूको कतिको महत्त्वपूर्ण योगदान छ भन्ने कुरा चाहिँ तपाईँ हामीलाई थाहा छैन तर मेरो अध्ययन मेरो अनुसन्धान मेरो युज गर्ने तरिकाले जस्तो नम्बरको चाहिँ एकदमै इम्पोर्टेन्ट छ तपाईँ हामीलाई जस्तो नम्बरहरूले एकदमै रुलिङ गरिरहेको हुन्छ यदि तपाईँ जस्तो चलाउने बाइक छ तपाईँको गाडी होला पर्सनल अथवा कार होला है व्यावसायिक हिसाबले चलाउनुहुन्छ तपाईँको बस होला जिप होला भ्यानहरू होलान् अथवा तपाईँले चलाउने फोन नम्बर होला हरेक चिज जस्तो तपाईँ हिँड्ने नम्बर तपाईँ हिँड्ने पनि नम्बर हुन्छ क्या जस्तो डेट कति कति जाने भन्ने हुन्छ कति टाइममा जाने भन्ने हुन्छ त्यो त्यहाँनिर पनि नम्बरहरूले एकदमै रुलिङ गरिरहेको हुन्छ त्यसैले गर्दाखेरि म तपाईँलाई के भन्छु भन्नुहुन्छ भने नम्बरलाई जसले इग्नोर गर्यो नि त्यो मान्छे जिन्दगीमा कहिले सफल हुँदै हुँदैन वान हुँदैन टू हुँदै हुँदैन त्यसैले गर्दाखेरि यदि तपाईँले नम्बरलाई इग्नोर गर्नुभयो र तपाईँहरूले नजानिकन अथवा हेलचक्राइ गरिन त्यस्तो नम्बरहरू ल्याउनु भयो जस्तो फोन नम्बर भयो फोन नम्बर जस्तो तपाईँको जन्ममिति जन्म तारिक जस्तो जन्म डेट वान छ तपाईँले ल्याउनु भयो 8 नम्बरमा बाइक अथवा फोन नम्बर अथवा मोबाइल नम्बर अथवा नेम नम्बर त्यहाँनिर तपाईँ सकिनुभयो भन्ने कुरा हो एक्सिडेन्ट 100% हो है अनि त्यसपछि तपाईँको दुई गते जन्म 2 नम्बर भएको छ 2 नम्बर भएको व्यक्तिले तपाईँको 4 नम्बर र 9 नम्बर ल्याउनु भयो भने सकिहाल्यो अनि 8 नम्बर है त अनि त्यसपछि 3 नम्बर परेको व्यक्तिले 6 नम्बर ल्याउनु भयो भने सिद्धियो त्यसपछि तपाईँको 4 नम्बर परेको व्यक्तिले तपाईँको 2 र 9 नम्बर ल्याउनु भयो भने सकियो 5 नम्बरको लागि केही भएन है 6 नम्बरको व्यक्तिले तपाईँको 3 नम्बर ल्याउनु भयो भने सक्यो त्यसैले गर्दाखेरि 7 नम्बरको कोही पनि केही फरक परेन 8 नम्बरको लागि तपाईँको 1 र 2 भएको ल्याउनु भयो भने तपाईँ सक्यो सिधा एक्सिडेन्ट हो त्योभन्दा अदरवाइज छैन है 9 नम्बरको व्यक्तिले तपाईँको 2 नम्बर अनि 4 नम्बर ल्याउनु भयो भने तपाईँहरूलाई यहाँनिर जीवनमा चाहिँ एकदमै कष्टकर तपाईँको जस्तो फोन नम्बर होस् तपाईँको नेम नम्बर होस् तपाईँको बाइक नम्बर होस् तपाईँको गाडी नम्बर होस् यो नम्बरमा ल्याउनु भयो तपाईँको कमाइ भएको छैन भने सिधा सोच्नुहोस् कि भाइ मेरो यही नम्बरमा परेको रहेछ भन्ने कुरा त्यसैले गर्दाखेरि तपाईँहरूलाई कुनै पनि त्यस्तो समस्या छ भने त्यो समस्याको समाधान गर्नको लागि चाहिँ तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ है।